अस्ट्रेलियामा पीएचडी प्रोग्राम इन इन्जिनियरिङ कम्प्लिट गर्ने विचार गर्नुभएको छ भने यो भिडियो तपाईको लागि। सो यदि तपाई मास्टर्स इन इन्जिनियरिङ र फर्स्ट डिभिजन ल्याउनु भएको छ 6.5 नट लेस देन 6 ल्याउनु भएको छ आईएलटीएस मा भने तपाई स्वतः तपाईले एप्लिकेसन अगाडि बढाउन सक्नुहुन्छ भने ब्याचलर्स मात्रै गरेका विद्यार्थीहरुको लागि। सो यदि तपाई 4 इयर्स को ब्याचलर्स डिग्री कम्प्लिट गर्नुभएको छ, अनर्स डिग्री कम्प्लिट गर्नुभएको छ र तपाईले फर्स्ट क्लास सेकेन्ड क्लासमा फर्स्ट डिभिजन ल्याउनु भएको छ र आईएलटीएस मा 6.5 नट लेस देन 6 ल्याउनु भएको छ भने यस तपाई एलिजिबल हुनुहुन्छ। तपाईले मास्टर्स गरिराख्नु पर्दैन, डाइरेक्टली तपाईले ब्याचलर्स कम्प्लिट गरेर तपाईले पीएचडी प्रोग्रामको लागि एप्लिकेसन प्रोसिड गर्न सक्नुहुन्छ अस्ट्रेलियामा। सो तपाईले पीएचडी इन इन्जिनियरिङ को विचार गर्नुभएको छ, त्यो कम्प्लिट गर्ने विचार गर्नुभएको छ भने तपाई एलिजिबल हुनुहुन्छ र एप्लिकेसन प्रोसिड गर्दै गर्दा तपाईले फुल स्टाइपेन्ड र ट्युसन फीमा फुल स्कलरशिप प्राप्त गर्न सक्नुहुन्छ। यो भनेको अस्ट्रेलियन रिसर्च काउन्सिलले तपाईको प्रोजेक्टलाई फन्ड गर्छ र अर्को भनेको चाहिँ रिसर्च ट्रेनिङ प्रोग्राम स्कलरशिप पनि प्राप्त गर्न सक्नुहुन्छ। सो यो दुईटा मध्ये एउटा चाहिँ तपाईले प्राप्त गर्न सक्नुभयो भने फुल्ली स्टाइपेन्ड फुल स्कलरशिप तपाईले एप्लिकेसन प्रोसिड गर्दै गरिसकेपछि तपाईले पाउन सक्नुहुन्छ र तपाईले आफ्नो पीएचडी प्रोग्राम एप्लिकेसन प्रोसिड गर्न सक्नुहुन्छ अस्ट्रेलियाबाट। भने यो रिसर्चको लागि कुन कन्ट्रीमा कुन युनिभर्सिटिजहरुले कस्ता खालका प्रोग्रामहरुमा दिन्छ भन्ने कुराको चाहिँ कतिपय विद्यार्थीहरुलाई थाहा नै हुँदैन। त्यो भएको कारणले गर्दा म तपाईहरुलाई यस्ता खालका भिडियोजहरु दिने र बनाएर तपाईहरुलाई बुझाउने कोसिसहरु गरेको हुन्छु र बुझ्नु भएन र भने यस तपाईले कमेन्ट गर्न सक्नुहुन्छ र